तपाईले सोशल मिडियामा राख्नु भएको एडभर्टाइजमेन्टले किन काम गरिरहेको छैन थाहा छ? किन भन्दा तपाईको एडभर्टाइजमेन्ट मान्छेले बुझिरहेकै छैन। आउनुस् म तपाईलाई एक्सप्लेन गर्छु। मानिलौ तपाई एउटा मोबाइल पसलमा जानुभयो र मोबाइलहरु देखाउन भन्नुभयो। अब त्यहाँको मान्छेले तपाईलाई एक्सप्लेन गर्न थाल्यो। यो मोडलको मोबाइलमा Exynos 1580 ओक्टा कोर चिपसेट छ, 256GB UFS 3.8 र्याम छ, PDAF वाइड एंगल भएको 50 मेगापिक्सलको क्यामेरा छ, 45 वाट वायर्ड 5000 mAh वाला ब्याट्री छ, गोरिल्ला ग्लास विक्टस विथ एल्युमिनियम फ्रेम वाला बडी छ। अब यो सबै कुरा तपाईले बुझ्नुहुन्न। मोबाइलको टेक्निकल कुराहरू कमैले बुझ्छ नि होइन, तर तपाई अर्को मोबाइल पसल जानुभयो। त्यहाँको मान्छेले चाहिँ टेक्निकल डिटेल एक्सप्लेन गर्नु भन्दा पनि हजुरलाई मोबाइल पुरै चलाउन दियो, फिल गर्न दियो, फोटो खिचेर कस्तो आउँछ भनेर देखाइदियो, तपाईलाई मन पर्ने एप वा गेम कति मजाले चलेको देखाइदियो, ब्याट्रीको पनि कति घण्टा टिक्छ त्यो पनि देखाइदियो। अब यो सबै कुरा हजुरले सजिलै बुझ्नुहुन्छ र राम्रो मोबाइल छान्न मद्दत गर्छ होइन त? पहिलो मोबाइल पसल भन्दा पनि दोस्रो मोबाइल पसलबाट हजुरले मोबाइल किन्ने चान्स बढी हुन्छ होइन? हो, एडभर्टाइजमेन्ट बनाउँदा पनि आफ्नो प्रोडक्ट सर्भिसको बढी टेक्निकल फिचर्सहरू मात्र एक्सप्लेन गर्नुभयो भने त्यो एडभर्टाइजमेन्ट मान्छेले खासै बुझ्दैन। तर आफ्नो एडभर्टाइजमेन्टबाट ग्राहकलाई उसको दिनहुँ जीवनमा ठ्याक्कै के फाइदा हुन्छ मजाले देखाउन सक्नुभयो भने बल्ल एडभर्टाइजमेन्टले काम गर्छ। एडभर्टाइजमेन्ट बनाउँदा यो कुरामा ध्यान दिनु होला। सेल्स बढाउने खालको सही एडभर्टाइजमेन्ट कसरी बनाउने त? यसमा हजुरलाई हामी भरपुर सहयोग गर्नेछौँ। हाम्रो निशुल्क डिजिटल मार्केटिङ परामर्श लिन हामीलाई सम्पर्क गर्नुहोस् है त।